यो देशको प्रधानमन्त्री बन्यो भने म 3टा मात्रै काम गर्छु। पहिलो दिन भोट केमा? मोबाइलमा हजुर आर्मीका भूपुजति सबै मोबाइलमा। अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? ऋषि हामीलाई भोट भन्दा बढी त मेरो साथीको एक्स हो। होइन, म चुनाव हार्दिन, मैले हार्न जाने छैन। मलाई जनताले जिताउँछन् र ऋषि हामीलाई जित्नको लागि आएको। कहिले हारेको छ नेपाली पत्रकारिता, उनले कहिले हारेन। अब चुनाव पनि हार्दैन। अब म रौतडमै घर जम गर्नेछु। म यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु। राजनीति गर्दाखेरि मान्छेको सबैको एउटा सपना हुन्छ। अब यसले जिल्ला प्रधानमन्त्री बन्ने चाहना छ, बन्न सक्नुहुन्छ, तर धेरै गाह्रो छ यो राजनीति भनेको। मैले त शुभकामना छ, उहाँ देशको हरेक पदमा चाहिँ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबै पदमा चाहिँ उहाँ पुग्नुहोस्। धमलाको जम्मा 6 मत। मुख हेर्दाखेरि तिख लाग्छ, यसको बानी बेहोरै त्यस्तै छ। ऋषि सर कस्तो लागिरहेछ? ठिक छ, एकदम राम्रो हो। जनतालाई समस्या छ, जनताको समस्या समाधान पनि गर्नु। मलाई त प्रस्ताव आयो झापाबाट चुनाव लड्न, म गइन। होइन, म युवा पुस्ता आओस्, युवा पुस्ताको बिचमा किन प्रतिस्पर्धा गर्ने? हेर्नुहोस्, अब झापामा केपी शर्मा ओली, बालेन शाहको बिचमा प्रतिस्पर्धा छ। केपी शर्मा ओली 4 पटक प्रधानमन्त्री बनिसकेका व्यक्ति, एमालेको अध्यक्ष, बालेन शाहको प्रतिस्पर्धा छ। मैले के भनेको छु, म गर्छु मलाई। अब अरूको ताली, हजुरको आशीर्वाद पाऊँ, म हजुरको घरमै पैसा लिएर आउँछु। ऋषि धमला भर्खरै साइकल रेस जितेर आएका उमङ्गित साइक्लिस्ट जस्ता भए। बाइकहरूलाई रेसमा उछिन्छु, अब साइकल रेसमा कहिले फर्किन्न भनेर गफ लगाए। अब पत्रकारितामा फर्क्यौं कि रुँदै बसौं? नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार। के छ हाँस्यो होइन त यति भयो नि। ल अब चाहिँ लाइक सेयर र सब्सक्राइब चाहिँ गर्नु होला, सपोर्ट गर्नु होला। अनि मलाई पनि फेरि यस्तो यस्तो भिडियो अर्को पनि हाल्न हौसला बढ्छ। ल यो चाहिँ पार्ट 1 हो, पार्ट 2 पनि हाल्छु, त्यो पनि हेर्नु होला। बाई बाई गाइज, हेभ अ नाइस डे। यहाँहरूको पनि दिन एकदमै शुभ जाओस्। ऋषि धमलाको जस्तो कहिले नि राम्रो होस्, एकदमै एकदमै। बाई बाई गाइज।